हिमालय फेस वास निमको। सो गाइज मेरो बेड चाहिँ यही हो, कपडाहरू त्यहाँ भद्र भइरहेको छ, त्यहाँ दरवाजा मिलाउनु पर्ने, अल्छी लागिरहेछ। यसो छ सामना भद्र छ है। अनि यता चाहिँ किचन हो। आज बिहानको वेदर पानी परेर हल्का हल्का अझै पनि पानी परिरहेछ। पुरै पात झरेको थियो, अहिले चाहिँ बिस्तारै हरियो पलाउँदैछ। मनतातो पानी पिउनु पर्ने हुन्छ, अनि मैले चाहिँ यहाँ पानी तताइसकेको छु। बिहान चाहिँ म जहिले पनि खाली पेटमा चाहिँ मनतातो पानी खाने गर्छु। र मर्निङ ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ गाइस। अनि मैले चाहिँ स्पेसली अन्डा, स्याउ अनि केरा चाहिँ लिने गर्छु बिहानमा। अनि त्यही हो गाइस, बाहिरको भ्यू टक्क यस्तो छ, देख्न सक्नुहुन्छ। अनि यो भ्यू हेर्दै टक्क ब्रेकफास्ट गर्ने, अनि त्यसपछि 5-10 मिनट रेस्ट गरेर अनि एक्सर्साइज गर्नुपर्ने हुन्छ। यस्तो दामी वेदर भएको छ आज चाहिँ है। त्यो पानी हल्का हल्का परेर पनि त्यो मलाई मनपर्छ कि यस्तो वेदरहरू चाहिँ। अनि एकदमै आनन्द कुल फिल भइरहेछ गाइस। चियर्स। हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो। अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि अहिले चाहिँ यहाँनिर हाम्रो कोरियामा चाहिँ एकदमै चिसो घटेको छ अनि गर्मी सुरु हुन थालेको छ। सो नेपालमा पनि त्यस्तै होला वेदर। सो गाइज, आजको वेदर चाहिँ यस्तो छ, तपाईँले अगाडि देख्न सक्नुहुन्छ। यो चाहिँ के को रहेछ, यो बोटहरू थाहै भएन। सानो सानो फुल फुल्न लागेको कि के हो यो। यहाँ चाहिँ अब त्यो माटोहरू पनि त्यस्तो राम्रो नभएको कारणले गर्दाखेरि के भन्छ, त्यो ग्रिन हाउस बनाएर अनि त्यो भित्र चाहिँ खेतीपाती हुने काम हुन्छ। अनि यो चाहिँ हाम्रो बस्ने ठाउँ हो यहाँको। प्रायः म चाहिँ यहाँ आएर बेलुकातिर हावा खानालाई बसिरहेको हुन्छु। एकदम राम्रो छ। यहाँबाट देख्ने भ्यूहरू पनि टक्क अगाडि। अब फर्म चाहिँ त्यस्तै हो गाइज। फर्म चाहिँ अब कहिले खुल्छ भन्ने फिक्स छैन, तर आफू चाहिँ तयारी भएर बस्नुपर्ने हुन्छ होइन। फर्म चाहिँ अब खुल्छ होला, अनि हल्ला चल्छ, अनि त्यसपछि पढौँला नि भनेर बस्यो भने चाहिँ फेरि तपाईँले चाहिँ अर्को गल्ती गर्दै हुनुहुन्छ है। त्यही भएर चाहिँ आफ्नो पढाइलाई चाहिँ कसरी हुन्छ अगाडि बढाउनुहोस्। यहाँ चाहिँ खासै त्यस्तो उयो छैन, हाम्रो सानो सिटी हो एउटा। बस्नको लागि चाहिँ वान अफ द बेस्ट प्लेस नै जस्तो लाग्छ मलाई चाहिँ। हावापानी पनि नेपालको जस्तै छ होइन। अनि एकदम आनन्द आउँछ। के भने अब त्यो हामीलाई जहाँ बसे पनि एकदम आनन्द फिल आउनु हो नि त होइन, मनमा शान्ति हुनु हो। पैसा त आफ्नो ठाउँमा कमाउँछ, ठिक छ होइन, तर त्योभन्दा ठुलो कुरा चाहिँ आफ्नो हेल्थ हो नि त। हेल्थ राम्रो हुनु पऱ्यो। यहाँ चाहिँ पुरै घारी छ है। नेपालको जस्तै हो, फोहोर हुन्छ यतातिर पनि। अनि कम्पनीको कामको कुराहरू कतिले सोधिरहनु भएको थियो। कम्पनीमा चाहिँ कस्तो कामहरू, कतिको गाह्रो हुन्छ कामहरू, कतिको प्रेसर हुन्छ, अनि काम गर्ने मान्छेहरूले, कोरियनहरूले कतिको प्रेसर दिन्छ काममा, कति गाह्रो हुन्छ, डिप्रेस फिल हुन्छ भनेर चाहिँ कतिजनाले भनिरहनु भएको थियो क्या, क्वेसनहरू सोधिरहनु भएको थियो। त्यसमा चाहिँ यस्तो हुन्छ गाइज, अब यहाँको कोरियाको काम चाहिँ त्यही त हो नि, हामीलाई थाहा छ होइन। हामी भनेको एकदम यहाँनिर 3D काम गर्नको लागि आएको। 3D को मिनिङ त थाहा छ होला तपाईँहरूलाई। 3D भनेको चाहिँ 3वटा डी, डटी, डेन्जर, अनि त्यसपछि अर्को चाहिँ के थियो, डटी, डेन्जर अनि डी, डटी, डेन्जर के हो बिर्स्यो, के थियो, डटी, डेन्जर, डटी, डेन्जर, डस्ट, 3टा हो है। डर्टी, डेन्जर अनि डस्ट भनेको चाहिँ एकदमै खतरा पनि हुन्छ, फोहोर पनि हुन्छ होइन। अनि त्यसपछि धुवा धुलो मैलो त्यस्तै हुन्छ भनौँ न होइन। त्यही हो, त्यही भएर त्यो चाहिँ माइन्डसेटमा राखेर आउनुपर्ने हुन्छ। अनि अर्को भनेको यहाँको कोरियनहरूले चाहिँ कस्तो बिहेभ गर्छ सँगै काम गर्ने मान्छेहरूले भन्दाखेरि चाहिँ अब त्यो चाहिँ मान्छे हेरेर पनि हुन्छ होइन। अर्को कुरा चाहिँ कस्तो ठाउँको कम्पनीको कस्तो मान्छेले कस्तो बिहेभ गरिरहेछ भन्ने कुरा पनि हुन्छ। अधिकांशले भोगेको समस्या भनेको चाहिँ भाषाकै समस्या हो होइन। यदि तपाईँको भाषा चाहिँ राम्रो छ भने चाहिँ
कोरियनसँग बोल्दाखेरि पनि बुझिन्छ नि त। मेन भनेको भाषाको प्रब्लम हो। अनि अर्को कुरा भनेको काम चाहिँ अब भन्छ नि कतिजनाले मेसिनले जस्तै गर्नुपर्छ, खट्नुपर्छ भन्छ होइन। हुन चाहिँ हो, मेसिनले जस्तै गर्नै पर्छ, खट्नै पर्छ होइन। एकछिन बस्न पनि पाइँदैन, त्यो चाहिँ छ, त्यो चाहिँ दुःख छ होइन। गर्नुपर्छ किनभने अब उमेर हो, बेला हो, गर्नु पनि पर्छ होइन। कोरियन मान्छेहरू यहाँनिर यति उमेरमा बुढोहरू मान्छेहरू छन् होइन, त्यही पनि उनीहरू यस्तो क्या हामीभन्दा पनि खतरा काम गरिदिन्छ है। त्यही भएर हामीले चाहिँ अब बुझ्नुपर्ने हुन्छ त्यस्तो कुराहरूलाई पनि अलिकति। सो गाइज अनि त्यही हो, एउटा भाषाको प्रब्लम भयो। अर्को भनेको चाहिँ काम गाह्रो नै हुन्छ, मेसिनले जत्तिकै खट्नै पर्छ होइन। उठेर काम गरेको छ भने 6-7 घन्टा उठेरै मात्र काम गर्नुपर्ने हुन्छ होइन। अनेक हुन्छ हुन चाहिँ होइन। तर पनि अब मेन कुरा भनेको चाहिँ हामीले आफ्नो हेल्थलाई ध्यान दिनु पऱ्यो गाइज, मेन्टल्ली फिजिकल्ली। अनि मेन्टल्ली फिजिकल्ली तपाईँ एकदम फिट छ, स्ट्रङ छ भने त त्यो कुराहरूले म्याटर गर्दैन अनि गर्न सक्नुहुन्छ। त्यही भएर भाषा चाहिँ सबैभन्दा मेन कुरा हो। अनि तपाईँले भाषा एकदमै राम्रो बनाएर आउनुभयो भने चाहिँ नो प्रब्लम। अनि अब मेरो कम्पनीको कुरा गर्नुपर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ मेरोमा चाहिँ प्राय एकदमै फ्रेन्डली हुनुहुन्छ कोरियनहरू होइन, एकदमै राम्रो हुनुहुन्छ। अनि त्यसपछि माया पनि धेरै गर्नुहुन्छ। अनि अर्को एउटा इन्सिडेन्ट सुनाउँछु म तपाईँलाई, त्यो चाहिँ एकछिनमा सुनाउँछु है। के हो गाइज, यहाँनिर चाहिँ यति जग्गा खाली रहेछ हौ, यति जग्गा चाहिँ खाली रहेछ। एउटा जग्गा किनिदिउँ क्या हो कोरियामा अरे क्या के छ गाइज, विचार गरौँ है। जग्गा खाली देखेँ कि किनिदिउँ लाग्छ त हो, के हो भने। तर मलाई चाहिँ लङ टर्म कोरियामा बस्न मन छैन गाइज। मलाई चाहिँ ब्याक टु नेपालै गएर धेरै कुराहरू गर्नु छ लाइफमा, इन्जोय गर्नु छ, आफूले चाहेको जस्तो लाइफ जिउनु छ। त्यही हो। अनि तपाईँहरूको के छ प्लान? पछि कोरियामा आएर लाइफ टाइमै कोरिया बस्ने प्लान छ कि भिजाहरू चेन्ज गर्दै होइन, कि त सर्ट टाइम बसेर जाने म जस्तै प्लान बनाउनु भएको छ कि या त के छ गाइस, कमेन्ट गर्नु होला होइन। सल्लाह धुपी हो यो चाहिँ, यस्तो टाइपको हुन्छ। अगाडिको यो पातझरीको रुखहरू छ नि, यो चाहिँ अब बिस्तारै फुल्छ यो रुखहरूमा चाहिँ। अब सिपको कामहरू हुने हुन्छ हौ यहाँ चाहिँ, सिपको कामको है। अगाडि तपाईँले देख्न सक्नुहुन्छ रकेट जस्तो, के हो भने यो त रकेटै हो क्या हो रे, रकेट लन्च गर्ने ठाउँ हो क्या। बक्सहरू आमामा यस्तो टाइपको काम हुने रहेछ यो कम्पनीमा। यहाँ चाहिँ कम्पनी एरिया धेरै छ गाइस, के हो यार, सिधै रकेटै जस्तो छ त लन्च हुन लाग्यो आमामा। यहाँको यो एरिया चाहिँ बेसी गरेर कम्पनी एरियाहरू, अनि विदेशी मान्छेहरू पनि म्याक्सिमम् छ यहाँ चाहिँ है। अनि नेपालीहरू पनि धेरै हुनुहुन्छ क्या। र मैले अस्ति न अहिले आएसम्ममा मैले कम्तीमा नि 9-10 जना त भेटिसकेँ यो एरिया वरिपरि बस्नेहरू नेपालीहरू होइन। तर नेपालीहरू भेट्यो नि राम्रोसँग बोल्दैन गाइज, सब त्यस्तै हो योसँग रिलेट गर्ने एउटा स्टोरी छ, तपाईँलाई म पछि सेयर गर्छु। नेपालीहरू चाहिँ किन मिल्दैन भन्ने कुराहरू चाहिँ है तपाईँहरूलाई म यो उसमा चाहिँ यस्तो दामी एउटा कुरा छ होइन, त्यो तपाईँहरूलाई म सेयर गर्छु एक दिन चाहिँ। कोरियामा आएर चाहिँ अब हुन्छ नि नेपालीहरू धेरै मिल्नुपर्ने होइन, अब हरेक कुराहरू गर्नुपर्ने हुन्छ। तर त्यस्तोहरू हुँदैन रहेछ क्या एकदम। हामीले नेपालमा जे सोध्छ यहाँ आएपछि अर्कै पाउँछ। सुरुमा त अब 1-1.5 महिनासम्म त आफै बोलाउनु थाल्यो नि, आफै बोलाएँ के छ कसो छ, केही खानेकुराहरू आफैले लिएर गएको छ भने लै दाइ लिनु है यस्तो उस्तो होइन। पछिबाट नै हुन्छ नि त, ल अब मैले कति बोलाउनु त नि, उनीहरूले पनि 1-2 दिन त बोलाउँछ नि त भनेर सोचिरहेको त त्यहाँबाट त बोलाउनै छोडिदिरहेको। अनि बोलाउनै छोडिदिइसकेपछि मैले पनि मतलबै दिन छोडिदिएँ। आन्जङ खोङवन, यो ठाउँको नाम चाहिँ आन्जङ हो। अनि यो आन्जङको यहाँ वरिपरि बस्ने मान्छेहरूको लागि चाहिँ बनाइदिएको पार्क। मेरो फ्युचर प्लानिङ भने चाहिँ पछि नेपालमा गएर खतरा फार्म हाउस गर्ने प्लान छ होइन। फार्म हाउसमा चाहिँ टक्क भित्रै खेतीपाती गर्ने होइन। अनि होमस्टेहरू सबै एकदम मान्छेहरूलाई बस्नको लागि, फ्यामिली इयर टाइपको होइन, कपालहरूको लागि होइन, दामी खालको बनाउने प्लान छ, बिजनेस गर्ने प्लान छ। लेट्स चाहिँ हेरौँ न गाइस कतिको कुरा हुन्छ। कस्तो दामी लाग्यो मलाई यो बस्नको लागि चाहिँ। वाउ, टक्क यहाँ बस्ने हो भने त के हो, पानी पो छ त, हल्का हल्का चिचिरहेको जस्तो देखिन्छ यहाँनिर। पहिला सानोमा क्या पानी परेपछि यस्तो बारहरूमा यसरी पानी झुन्डेकोलाई यस्तरी झार्ने कतिजनाले गर्नुभएको छ। मलाई चाहिँ लास्ट मनपर्छ यो कुराहरू गर्नलाई। अगाडि चाहिँ सल्लाहघारी छ, माथि चाहिँ सानो छ, ठिक्कको छ। अनि यहाँबाट देख्ने भ्यूहरू चाहिँ यस्तो देखिन्छ पारी डाँडाहरूमा।
यहाँ चाहिँ ट्याप्पै कुहिरोले छोपेको छ अनि यहाँ चाहिँ फेरि यस्तो भ्यूहरू चाहिँ खासै देख्न पाइँदैन क्या यस्तो बादल लागेको होइन अनि यस्तो कुल भएको मौसमहरू चाहिँ फिल गर्न खासै पाइँदैन त्यही भएर मलाई चाहिँ अनेस्टली भन्नुपर्दा गाइज एकदमै रिफ्रेस फिल भइरहेछ चराको आवाज पनि आनन्द कोही छैन कुरा गर्ने अब यही चरासँग कुरा गर्नु पर्ला थियो जिस्काउँदैछ मलाई कहाँ सक्यो के हो एक्लै घुम्दै दिएर होइन अनि अघि मैले तपाईँहरूलाई त्यही कम्पनीमा चाहिँ कतिको गाह्रो हुन्छ कामहरू कस्तो हुन्छ अनि कोरियन मान्छेहरूले चाहिँ कस्तो व्यवहार गर्छ भन्ने कुराहरूमा केही कुरा सेयर गर्न मन लागेको थियो होइन सो यस्तो हो मेन कुरा मैले अघि पनि भने होइन भाषाको प्रब्लम हुन्छ अनि भाषा नबुझेपछि गाह्रो भइहाल्यो है अनि अर्को कुरा भनेको कोरियन मान्छेहरू सबै राम्रो हुन्छ भन्ने पनि छैन होइन कतिजनाको आफ्नै फ्रस्ट्रेसन भएको हुन्छ होला फ्रस्ट्रेट लाइफहरू हुन्छ होला होइन त्यो फ्रस्ट्रेट लाइफ चाहिँ हामीमाथि अब एउटा फ्रस्ट्रेसन पोख्ने हुन्छ कतिको चाहिँ यहाँको कम्पनी सेक्टरमा काम गर्ने भने चाहिँ तपाईँहरू बुझ्नु होला होइन यो चाहिँ अब उनीहरूको अरू केही उपाय नभएर लास्टमा भनेको कम्पनी एरियामा छिर्ने हो त्यस्तो हुन्छ क्या यहाँको कोरियनहरू चाहिँ अनि म्याक्सिमम मान्छेहरू चाहिँ कस्तो खालको हुन्छ नि कोरियनहरूको चाहिँ केटाहरूमा चाहिँ स्पेसल्ली चाहिँ उमेर पनि धेरै भइसकेको हुन्छ है अनि त्यसपछि अर्को कुरा भनेको बिहे गरे हुँदैन कतिको बिहे भएर पनि डिभोर्स भएको हुन्छ होइन अनि त्यसपछि गएर पैसा हुँदैन होइन अब उनीहरूको चाहिँ फेरि कस्तो हुन्छ भने महिनाभरि कमाएको हुन्छ नि पैसा चाहिँ त्यो स्यालेरी आउने बेलासम्म त्यो गइसक्छ क्या भन्न खोजेको एक महिनाको चाहिँ त्यो स्यालेरी सँगसँगै खाएर सक्छ क्या आजै कमाउने आजै खाने भन्ने हुन्छ होइन यिनीहरूको चाहिँ हाम्रो जस्तो सपना हुँदैन क्या म घर बनाउँछु यो गर्छु त्यो गर्छु भन्ने खालको चाहिँ यिनीहरूको त्यस्तो खालको सपनाहरू हुँदैन सो त्यसले गर्दाखेरि पनि अलिकति यहाँको सोसाइटी अलिक फरक छ क्या हाम्रोमा पो एउटा समाज छ होइन अनि सपना देखिन्छ अनि त्यसपछि माया गऱ्यो भने पनि कोही केटासँग केही छैन तर त्यो केटाले गर्न सक्छ भने पनि केटी मान्छेले साथ दिन्छ होइन जस्तै सिचुएसनमा पनि सिचुएसनहरू आए पनि जस्तै सिचुएसन भए पनि केटाले केटीको साथ छोड्दैन केटीले नि केटाको साथ छोड्दैन त्यस्तो छ नि त हाम्रो नेपालको कल्चरहरू भनेको चाहिँ होइन सँगै गर्नुपर्छ है भनेको छ नि तर यहाँको चाहिँ त्यस्तो हुँदैन रहेछ गाइज होइन यहाँ भनेको चाहिँ अब हुन्छ नि अब केटी मान्छेहरूसँग कस्तो हुन्छ माइन्डसेट कस्तो हुन्छ भने पैसा हुन्जेलसम्म ठिक छ यो केटासँग अब पैसा छैन भनेपछि चाहिँ म्युचुअल अन्डरस्ट्यान्डिङमा क्या अब दुवैजनाको सल्लाह गरेर अब तिमीसँग पैसा छैन हेर माया त छ के गर्नु होइन मायाले संसार चल्दैन होइन मायाले संसार चल्दैन हुन्छ नि त्यस्तै खालको क्या मायाले संसार चल्दैन ठिक छ अब तिमी मेरो लागि राम्रो मान्छे हौ राम्रो मान्छे हुनेछौ थियौ अब चाहिँ छुट्टीमै भनेर त्यसरी सल्लाह गरेर छुट्टिन्छन् क्या यहाँको मान्छेहरू चाहिँ होइन अनि त्यसले गर्दाखेरि मलाई चाहिँ यहाँको सोसाइटी मन पर्दैन अनि त्यस्तो खालको फ्रस्ट्रेटहरू हुन्छ के हुन्छ नि त्यो आएर चाहिँ आफ्नो अब विदेशी कामदार भनेपछि उनीहरूको सोचाइ नै अर्को हुन्छ होइन अनि त्यही अनुसारले त्यो फ्रस्ट्रेट पोख्ने हेप्ने अनि कुट्ने गाली गर्नेसम्म त्यस्तो बिहेभहरू गर्छ जस्तो लाग्छ मलाई होइन कतिको त कम्पनीको साउसाउनी नै त्यस्तो खालको हुन्छ होइन त्यो अलिक नबुझेको अलिकति त्यो समाज त्यस्तो समाजमा नहुर्किएको भएर पनि होला सायद हामी चाहिँ अर्कै समाजमा हुर्केर आएको मान्छे हो नि त अनि त्यहीमाथि काम जानेको हुँदैन बानी हुँदैन अब नेपालमा कहिल्यै नगरेको काम एकैचोटि आएर यहाँ गर्नुपर्ने हुन्छ अनि उनीहरूले गरेको जस्तै राम्रो गरेर देखाउनु पर्ने हुन्छ भन्छ क्या अनि व्यवहारमा लाइफमा साँच्चीकै नै लियो भने त डिप्रेस भइगयो नि होइन र अनि त्यत्रो सपना बोकेर यहाँ आएको हुन्छ कमाउने भनेर अनि जिन्दगी नै गयो त्यसपछि त्यही भएर त्यो कुरालाई चाहिँ एउटा कानले सुन्ने एउटा कानले उडाइदिने गर्नुपर्छ कि गाली गरे पनि जे गरे पनि अब भाषा रहेछ नि त त्यो भाषा चाहिँ हामीले राम्रोसँग बुझेर उसँग कुरा गर्न थाल्यो बुझ्यो भने चाहिँ कतिपय प्रब्लमहरूलाई चाहिँ त्यसले पनि समाधान गर्न सक्ने रहेछ जस्तो लाग्यो होइन अनि त्यसपछि काममा त त्यो गाइस काममा त खटिनै पर्छ होइन काम गर्न आयो भनेपछि त अब यताउति सोच्ने कुरै हुँदैन होइन काम त कोरेलले भन्दा नि दिनुपर्छ क्या गोर्खाली हो होइन मनमा आँट छ भ्याएको टाइममा दह्रो डाइट हान्ने हो एक्सर्साइज पेल्ने हो काम त हान्नुपर्छ गाइस किनभने कामै गर्न आएको अनि हामीले जति काम गर्छ त्यो अनुसारको पे पनि त गरिरहेको छ पैसा पनि त दिन्छ होइन सो गाइस यस्तै हो कोरियाको कुराहरू होइन यस्तै छ दुःख सुख चलि नै रहेको छ है आज बिदाको दिन अब सबैजना घरमै सुतेर रिल्याक्स भएर हुन्छ नि रुममै सुतेर बस्न बिताउँछन् भिडियोहरू हेर्छन् तर मलाई चाहिँ मन पर्दैन अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला माया गर्नु होला सो हामी नेक्स्ट भिडियोमा भेट्छौँ है त अहिलेलाई चाहिँ बाई बाई